हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईँहरूलाई मेरो नयाँ ब्लगमा फेरि पनि स्वागत छ। आजको ब्लग चाहिँ अलिक सानो छ ल, अलिक छोटो बनाइदिएको। अनि आज चाहिँ हामी हाम्रो कोचको, रग्बी कोचको, जापानिज कोचको बर्थडेमा जाँदैछौँ। अनि अलिकति त रेडी त हुनु पऱ्यो नि होइन, बर्थडेमा जानलाई भनेपछि त अलिकति रेडी हुनु पऱ्यो। अनि म चाहिँ मेकअप गर्दैछु। मेरो मेकअप गरिदिने पनि जापानिज बोसियाको कोच हो। この人、私の日本人の友達です。わー अनि त्यहाँ चाहिँ दिदीले जापानिज बोल्नु आउँछ नि, जापानिजमा भन्दै थियो। अनि मैले चाहिँ होइन जाँदाखेरिको त्यो ट्याक्सीमा बसेको भिडियो बनाएन, किनकि त्यहाँ चाहिँ पानी धेरै परिरहेको थियो। अनि त्यही भएर बनाउनै पाएन। छिटो अझै ढिलो पनि भएको थियो हामीलाई। अनि ढिलो भएको कारणले चाहिँ अनि छिटो जानु पऱ्यो भने गएको। अनि चाहिँ मलाई बोक्दैनुहुन्छ दिदीले। अब सोफामा बस्ने भने व्हिलचेयरमा चाहिँ अलिक ढाड दुख्छ, बढ्ने मेरो, त्यही भएर उल्टा गरेर लानु भयो नि। सुत्न आएको छिटो एउटा ल्याइदिनु न। यसको खुट्टा अड्क्यो कि यहाँ। पछाडि अब पत्या हुन्छ। तपाईँहरूलाई के लाग्छ? बेठो बेठो बस्नुहोस् न। हाम्रो रामकी दिदी चाहिँ आइसक्नु भएको छ। उहाँ चाहिँ प्रमुख अतिथि प्रमुख अतिथि। क्लाप क्लाप। तर ढिलाइदिनु भएर पो बर्बाद भयो। किन ढिलाउनु भयो? होइन, किन यो अतिथिहरू सधैँ ढिलो नै आउँछ नि। लुक्छु लुक्छु भनेर क्या फेरि। अनि उहाँ चाहिँ अनि हामी चाहिँ त्यहाँ गफसप गरिसकेर अनि के खाने भनेर बसिरहेको थियौँ। एउटा डीजे बजाले ए मेरो आइसक्रिम हेर्न पग्लेर गयो। अनि त्यहाँ चाहिँ हामीले अलिकति रमाइलो गर्दै अनि खाना पनि मगायौँ। अनि खाना खाएर अनि बल्ल केक काट्ने भने सोचेको थियौँ। जो चाहिँ छिटो आयो त्यो अझै एकछिन कुर्नु न रे हामी प्रमुख अतिथि। टेक टाइम। स्पेशल गेस्ट चिफ गेस्ट। हो सक्यो। नमस्ते। सब देखिन्छ। यतिहार बनाउने कि अनि हामीले हाम्रो प्यारी सृजना दिदी कोचलाई चाहिँ फोन गरेको थियौँ, किनकि उहाँ जापान खेल्न जानुभएको छ रग्बी। अनि उहाँलाई फोन गरेर चाहिँ हामी ल दुईजनालाई यता हेर्नु देखो गाइस। ओइ रुक जाऊ एकछिन एकछिन न छिटो। ओभरटेक नगरेर त बहिनी तिमी रे के। ढले 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 म त ढले 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 हेलो ढले 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 म त ढले मुसा हेलो गाइस। उता बिरालो। यता बाँदर उता कुकुर हेर, कुकुरले खाएको। छिटो खाने छिटो खाने यो बत्ती बन्द गरेर अनि लाइट बाँदर बाँदर रातै हुन्छ।
Happy birthday, Rato Badar. Happy birthday, happy birthday. Happy birthday, Rato Badar. Thank you so much. ह्याप्पी बर्थडे दाइचीसान Thank you. वेलकम स्वागतम बत्ती बाल्दिउँ न त अब ओतान्जुबी ओमेदेतो गोजाइमास Happy birthday to you. Wish खसी काट्नु कसरी माग्यो त? Happy birthday to you. Happy birthday to you. Happy birthday dear Taiti-san. Happy birthday Ratu Badar. Happy birthday to you. Happy birthday. Oh, good singer. कोइली होइन काउलीको जस्तो आवाज Oh, सानो पिस बनाऊ न उताको ब्युटिफुल देखेन भने no. अनि हामीले चाहिँ यहाँ मजाले उहाँको बर्थडे केक काटेर उहाँको मुखमा पनि लगाइदियौँ किनकि उहाँलाई हामीले मङ्की बनाउने भनेर सोचेको थियौँ त्यसैले अनि अनुहारमा केक लगाइदियौँ तर अनुहारमा केक लाउँदा एलर्जी हुन्छ त्यही पनि हामीले उहाँ अनुहारमा लगाइदियौँ किनकि अलिकता रमाइलो हुन्छ भनेर चाहिँ उहाँको अनुहारमा लगाएको थियौँ अनि दाह्री पनि बनाइदिएको नि त हामीले फेरि अनि उहाँले चाहिँ चाटिहाल्नुहुन्छ कि नदेखि हेर्नु है एक्सर्साइज स्टार्ट भइसक्यो उहाँको अनि उहाँको बर्थडे सकेर चाहिँ हामी घर फर्किँदै थियौँ अनि दिदीले चाहिँ यहाँ पिटम पिटम गर्दैन थियो अनि मैले चाहिँ यहाँ नाटक गरिरहेको थिएँ अलिकता रोको जस्तो गरिरहेको थिएँ अनि उता बहिनीले चाहिँ मलाई फकाउँदै थियो अनि यहाँ चाहिँ हामी अलग अलग जाने हो नि त अलग ठाउँमा जाने हो अनि उहाँलाई चाहिँ मैले बाइक गरेँ अनि मेरो पनि ट्याक्सी आइसकेको थियो उहाँको पनि ट्याक्सी आइसकेको थियो अनि हामीले चाहिँ बाइक गऱ्यौँ अब अर्कोचोटि नेक्स्ट टाइम मेरो बर्थडेमा भेटौँला भनेर मेरो बर्थडे पनि आउँदैछ सो अनि यहाँ चाहिँ दिदीले मलाई ट्याक्सीमा राख्दै हुनुहुन्छ अब घर त जानु पऱ्यो नि त धेरै रात भइसकेको थियो अनि ट्याक्सीमा राख्दै हुनुहुन्छ दिदीले चाहिँ मलाई अनि यहाँ चाहिँ बुनीले मलाई बाइक गर्दै थियो हक गरेर अनि म चाहिँ व्हिलचेयर कहाँ राख्ने भनेर सोचिरहेको थिएँ जहिले पनि अब व्हिलचेयरकै चिन्ता हुन्छ क्या फोल्ड गरेर अलि उता गर्नु दिदी खुट्टामा अल्झिन्छ होला तपाईँको अनि यहाँ चाहिँ दिदीको खुट्टा व्हिलचेयर मुनि रहेछ अनि दिदीले चाहिँ खुट्टा त्यहाँ व्हिलचेयरमा लाग्छ चोट लाग्छ अहिले भन्नु भइरहेको थियो चाहिँ गाली गरेर दिदीले बनाएर यतिकै घुमाइरहेको के अब गाली के होइन धेरै राम्रो आउनु भएको छ थ्याङ्क यू बहिनी फर सपोर्ट मी त्यहाँ चाहिँ अनि उनीहरूलाई चाहिँ मेरो कुरा काटिरहेको कि अनि हामी चाहिँ नि भित्र बसेर अनि तिनीहरूको कुरा काट्दिएको अनि त्यहाँ चाहिँ अझै पनि पानी परिरहेको थियो कि अनि त्यहाँ सिसाभरि पानी छ भिडियो बनाउँदा पनि ओके बस खै अर्को बहिनी आऊ छिटो बाई बाई ओके अनि हामी चाहिँ सबैले बाई गरेर हामी पनि घर गयौँ थ्याङ्क यू सो मच गाइज मेरो ब्लग हेरेर यति धेरै माया गरिदिनु भएकोमा अझै मेरो ब्लग हेर्दै गर्नुहोला अझै पोस्ट गर्नेछु म थ्याङ्क यू